गरिहाल है। सो हेलो गाइज, मैले चाहिँ तपाईँहरूलाई भनिसकेको थिएँ हाम्रो चाहिँ जिम टायरबाट राइड हुँदैछ भनेर। अनि हाम्रो चाहिँ आज फर्स्ट राइड हो हाम्रो जिम टायर मोटरसाइकल क्लब भनेर खुलेको छ हाम्रो जिमबाट। अनि हाम्रो चाहिँ फर्स्ट राइड चाहिँ मैले भनिसकेँ तपाईँहरूलाई सिस्नेरीमा छ भनेर। अब हामी सबैजना जिम टायरमा भेला हुन्छौँ। यो चाहिँ हर महादेवमा हो। अनि सो म चाहिँ रेडी भइसकेको छु गाइज। अब हामी यहाँबाट 10 बजे निक्लिने कुरा छ। अनि म चाहिँ भाइलाई पर्खिरहेको छु। भाइ अब छिटो त्यहाँ भनेको छु, अब आउँछ होला। अनि सो हामी चाहिँ अब जिम टायरमा सबैजनासँग भेट्छौँ, ढिलो भइसक्यो। अनि त्यहाँबाट म निक्लेको तपाईँहरूलाई दृश्य देखाउने नै छु गाइज। ओके गाइज। सो गाइज, हाम्रो चाहिँ यहाँ जिम टायरबाट सब निक्लिसकेको छ। अनि हामी चाहिँ यहाँ भर्खर भेट भयो, आधी चाहिँ निक्लिसक्नु भएछ। हामी पनि अब तुफान जानुपर्ने हुन्छ है गाइज। यही हो हाम्रो जिम चाहिँ। सो गाइज, हामी चाहिँ अब यहाँबाट निक्लिसकेको छौँ है। खतरा मजदार हुनेवाला थियो, तर अलिकति स्टार्टिङै कस्तो भयो, हामीलाई चाहिँ गुरुहरूले छोडेर गइसक्नु भएछ। सो हामी चाहिँ 5-6 जना टिम छ। सो गाइज, अब हामी बाटोमा भेटेछौँ है। लेट्स गो। तेल हालेर हामी चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ। हामीले सो गाइज, हामी चाहिँ फर्पिङ निक्लिसक्यो। फर्पिङबाट नि अब हामी जाँदैछौँ। यत्रो बाटो दिन्छ त्यहाँ, यत्रो बाटो छ। अब हामी फर्पिङ निक्लिसक्यो। हामी चाहिँ दक्षिणकाली मन्दिर आइपुग्नु लाग्यो। अब अरू चाहिँ धेरै पछाडि छन्। कति राम्री मान्छे भनेर मैले जिस्काइदिएको है, नराम्रो नसोचिदिनु होला। सो गाइज, यहाँ सौबिनले चाहिँ आँप लिँदैछ है। कस्तो लाग्यो राइड? ठिकै लाग्यो। सो हामी चाहिँ अब गुरुले हामीलाई छोडिदिनु भएको थियो। अब अहिले चाहिँ हामीले गुरुलाई छोडिसकेको छौँ। गुरुहरू चाहिँ जाममा पर्नु भएको रहेछ नि, हामी चाहिँ जाममा बस्नु परेन। यो चाहिँ अनि दक्षिणकाली 7मा हो। यो दामी छ ठाउँ। सो गाइज, हामी चाहिँ अब दक्षिणकाली मन्दिर आइपुगिसकेको छौँ। गुरुहरू चाहिँ कहाँ हुनुहुन्छ भनेर थाहा छैन। सबिन चाहिँ उहाँ पुगिसक्यो। सबिन चाहिँ रफ्तार हिँडिरहेछ। यो दक्षिणकाली मन्दिर हो। ट्याक्कै यहाँ चाहिँ अब पूजा गर्ने सामानहरू किनेर यहाँबाट जानुपर्ने हुन्छ। सेकेन्ड टाइम हो मेरो। तर हामी यहाँ अब यत्तिकै ढोकेर निक्लिन्छौँ अहिले। हामी चाहिँ उता सिस्नेरीको राइड हो हाम्रो चाहिँ। सो गाइस, यहाँबाट देख्न सक्नुहुन्छ यस्तो राम्रो भ्यू। वाउ भ्यू, वाउ। सबिन चाहिँ लागिसकेको छ। अब हामी लाग्नु पर्ने हुन्छ। लाग्दिउँ। कस्तो धुवा। सो गाइस, 500को तेल हालेको जतिको त्यति भयो त। अहिले 1 लाइन चाहिँ घट्यो। यहाँ चाहिँ आँप खाने कार्यक्रम हुँदैछ। अब बहिनी खाऊ सुरु गरिहाल है। ओहो, कस्तो छ ट्राई गरेर भनिहाल्नु त। खानी हो। कस्तो छ? दामी छ नि। दामी छ है। वाह, यहाँ चाहिँ ठाउँ बवाल रहेछ। ठ्याक्कै गाउँतिर पहाडतिर जस्तो रहेछ। दामी रहेछ जोस ठाउँ। यो कुन आँप रे? यो माल्टा। सो हेलो गाइज, हामी चाहिँ अब यहाँ आँप साप खाएर यहाँबाट निक्लिनु लागेको। आँप चाहिँ अलिकति अमिलो थियो।
खल्लो खल्लो थियो। अब यहाँबाट हामी निक्लिनु पर्ने हुन्छ। सो हामीले धेरै पर्खिसक्यौँ। उहाँहरूलाई चाहिँ आउनु टाइम लाग्छ होला। ल ओइ दाइको यस्तो ठाउँमा आइएको कौ बोल्ने हो। सो गाइज हामी चाहिँ अब देख्न सक्नुहुन्छ डेस्टिनेसनको पछाडि जुन हाम्रो डेस्टिनेसन अगाडि छ देख्न सक्नुहुन्छ। बाइकहरू चाहिँ यति छ, मान्छे यति छ कि हाम्रो पालो बेलुका मात्र आउला जस्तो छ। बाइकहरू त क्रेजी छ त यार। पालो पनि हाम्रो आउँछ कि आउँदैन भने थाहा छैन। तर सबिन र म चाहिँ आइसकेको छौँ। हाम्रो टिमहरू चाहिँ सब पछाडि छ। 40 जना थियो होला। यो के देखाइदियो मैले? 45 जना छन्। हो पार्किङ यही हो। पार्किङ कहाँ राख्ने हो? दाइकानहरू सो गाइज हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसन आइसकेको छौँ। सो हाम्रो डेस्टिनेसन हो यहाँ देख्न सक्नुहुन्छ। आउनुहोस् आउनुहोस् तपाईँ। आउनुहोस्, आउँदैछु। ओ माई गॉड, क्रेजी माइन्ड ब्लोइङ भ्यू। यहाँ देख्न सक्नुहुन्छ पोहोरको डङ्गुर। पार्किङहरू पनि यत्रो मान्छे आउँदो रहेछ यार यहाँ। सो गाइज देख्न सक्नुहुन्छ यहाँ मान्छेहरूको भिड। अब एकछिनमा देखाउँछु है। देख्न सक्नुहुन्छ गाइजहरू पानी चाहिँ यस्तो सफा छ। हामी चाहिँ अहिले यहाँ सब भेट भइसकेको छौँ। अहिले हामी चाहिँ गुरुको साबुनमा गाडीमा सामान राख्दैछौँ। के बोले भाइ? दृश्यहरू राम्रो देख्नुहुन्छ सुन्दरीहरू। तो गाइज हामी चाहिँ अब पौडी खेलेर अब जानु आँटेको छौँ। एकदम रमाइलो भयो, एकदम रमाइलो भयो। लाउ त पक्र, एकदम रमाइलो भयो। खतरा रोक्दै थिएँ यार मैले। हेलो गाइज, हाम्रो चाहिँ यहाँ एकजनालाई छोडेर गएको हुनको कारणले हामी चाहिँ अब सो लिफ्ट माग्नेको कोसिस गर्दैछौँ। त्यहाँ गुरुले जुन गरेर देखाउँ, गुरुले माग्थ्यो। छिटो छिटो गइहालौँ ल। जो गाडीले चाहिँ लास्टै धुवा उडाइरहेछ। अनि हामी चाहिँ काँक्रा साक्रा केरा सेरा खाएर फेरि निक्लिँदैछौँ। सो गाइज यो अगाडिको चाहिँ हाम्रो गुरुको गाडी है, देख्न सक्नुहुन्छ। अब हामी चाहिँ हिँडेको
सो हेलो गाइज, हामी चाहिँ अहिले खाजा खानलाई यहाँ यो ठाउँको नाम चाहिँ के हो भन्ने थाहा छैन। जस डाँडा साडा छ, डाँडा काँडा होइन। हेलो 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 भन्नु सबैजनाले। अब हामी चाहिँ टक्क यहाँ सिकुडी चिउरा खाजा खाएर आनन्दले यहाँबाट गइन्छ है। स्विमिङ गरेको भिडियोहरू सबै मजा आयो जोस् होइन। एकदम रमाइलो हो नि। खतरा बबाल रमाइलो, तर ओभर रमाइलो कस्तो। ल सुरु गरौँ है। ल हाम्रो चाहिँ यहाँ खाजा सुरु हुँदैछ। खम्बे अलिकति कालो देखिरहनु भएको छ नि। सबै जाली बुनेर मान्छे सुत्ने बस्ने त्यहाँबाट फोटो खिच्नेहरू त्यो माथि एकदम पहिलादेखि नै अनलाइनबाट हुँदो रहेछ। सो गाइज अब म चाहिँ खानु सुरु गर्दैछु है। देख्न सक्नुहुन्छ गाउँघरको जस्तो सिकुडी चिउरा टक्क लाएर। ओ सरी, अलिकति नुन चाहिँ मगाउनु पर्थ्यो हो कि है। आन्टी नुन ल्याइदिनु न। ओ आन्टी हाम्रो बिर्स्यो त अलि। गाइज हामीले चाहिँ अब खाजा साजा खायौँ अनि अब खाजा साजा खाएर हामी सबजना हिँड्न लागेको छौँ। त्यो सिकुडी चिउरा ठिकै थियो, त्यस्तो मिठो पनि थिएन, त्यस्तो नमिठो पनि थिएन, ठिक थियो। अनि यहाँबाट चाहिँ हामीले जान्छौँ। देख्न सक्नुहुन्छ पछाडि सिनेमेटिक मोड छ, तर भ्यूहरू चाहिँ दामी छ। यहाँ माथि एउटा बबाल होमस्टे छ अरे, कुनै दिन आउनुपर्छ फेरि है। गाइज अहिले चाहिँ हामी हिँड्छौँ है। Let's go. I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn, ain't that great. I don't wanna go to work, cause my boss is a jerk, and I'm not even that paid. I need a change in my life, cause I don't feel alive, and there's nothing that makes me happy. Hold my beer for a minute, I'm about to quit my job, cash in for a ticket. I'm going on a trip and I don't plan to visit. I'm gonna stay there till I feel like I'm winning all. And this is just the beginning. I need a big change, help me feel like living. I need a big swing, home runs I'm hitting. And I'll never look back, moving on till I get it all. And we all got dreams, we all want things. But what you gonna do for it? How you gonna move for it? What you gonna be? And do you believe you can do anything? But what you gonna do for it? How you gonna move for it? What you gonna be? Yeah, this is my life, my strife, my right to fight, to die on. And this is my game to play, to claim a brand new name, oh. And I ain't gonna lie to you, I'm a bit nervous that I might screw everything up that I've ever done. But what's the point of living if you ain't having fun? I guess I'll try this, try that, might miss, gotta find what I'm good at. I guess I look here, look there, over where am I scared, where am I at? I gotta make it in this life, whatever makes me happy, know I'm doing things right. Sleeping in the summer on a goose that's right, or find a nightclub. पनि हामी पोखरी पनि घुमिसक्यौँ अनि यहाँबाट चाहिँ हामीले निक्लिनु पर्ने हुन्छ। मेरो मोबाइलको चार्ज पनि सक्यो। सो गाइज ल बाई गरिदिउँ न त। ल बाई बाई, रमाइलो भयो एकदम। नेक्स्ट टाइम फेरि अहिले बाई है त।